Why not coconut हाम्रो बाहिर ठोक मेरो अब यहाँबाट जेनरेट भएको पैसा चाहिँ हस्पिटलकै लागि युज हुन्छ है हस्पिटलको लागि मेडिकल च्यारिटीमा त्यसले तिर्न सक्नुहुन्न नेपालमा चाहिँ धेरैजना हाम्रो पेसेन्टहरू स्पेसली हाम्रो पेसेन्टहरू चाहिँ उहाँहरूको ब्याकग्राउन्ड चाहिँ एग्रिकल्चर हुन्छ कि एग्रिकल्चर भएको कारणले गर्दाखेरि सेफ फार्मिङ कसरी गर्ने भनेर हामीले उहाँलाई सिकाउँछौँ एउटा खुट्टा हामीले यो बनाउन चाहिँ 4 देखि लगभग हुन्छ कन्टिन्युस यसलाई काम गर्नु पर्यो अब ब्रिदिङ पावर कति रहेछ त रेस्पिरेटरी पावर भनेर चेक गर्नको लागि बेला बेलामा अल्छी लाग्थ्यो पानी सानी खानु पर्थ्यो ड्रिङ्क खानु पर्थ्यो अनि सफु अटो पाइलट भनेपछि सफुले मैले यसरी चलाइदिन्छु अनि च्यानल आज चाहिँ हाम्रो पोखराको डे 3 अनि आज चाहिँ हामी ब्रेकफास्ट गर्नको लागि बाहिर जाँदैछौँ अनि हिजो चाहिँ पानी आएदेखि पानी परेको थिएन भन्दाखेरि पनि कस्तो धुम्म जस्तो थियो अनि राम्रो भ्यू नै देखेको थिएन क्या अनि हिजो यस्तो पानी पऱ्यो हावा चल्यो होइन अनि भ्यू पनि यस्तो मजाले देखिएको छ हिमाल पनि देखेको छ म देखाउँछु है त तपाईँहरूलाई र भिडियो चाहिँ फर्स्टदेखि लास्टसम्म हेरिदिनु होला र लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला आज चाहिँ हामी अब ब्रेकफास्ट गर्छौँ अनि त्यहाँबाट एक दुई ठाउँ जानुपर्ने छ अनि कतातिर जान्छौँ हेर्दै गर्नु है त कस्तो राम्रो देखेको थियो कि बिहान बिहान उठ्न साथ अहिले त फेरि ढाकिएछ होइन उ त्यो त देखिरहेछ सब रेडी छौँ है हामी चाहिँ रेडी पुरै सफुरामा चाहिँ ट्विनिङ छौँ आज पनि सर्ट सब विथ प्रजिनाको सर्ट हो है गाइज हाम्रो चाहिँ पुरै कृपा चाहिँ यहाँ जुत्ता लाउँदैछ है गाइज जानलाई पुरै वान पिस भिनाजुले किनिदिएको वान पिस भिनाजुले किनिदिनु भएको वान पिस लाएर आज कृपा पुरै हिरोइन भइरहेछ कृपा राम्रो देखेको के है वान पिस सुने पो बिचरा ल गाइस अब चाहिँ हामी लाग्छौँ सफु भाइहरू कहाँ छन् ए आउँदै ल कृपाले त मलाई फेरि च्याप्पो समाएर यसरी राखिहाल्छु नि गाइस पनि हिजोबाट यसरी नै हो कृपाले मलाई त समातेर उसकै काखमा छु अब चाहिँ हामी लाग्यौँ है त गाइस सबैजना ल अगाडि चाहिँ मेरो भाइ बुहारी बसेको छन् भने यहाँ कृपा बसेको छ अनि आन्टीहरू चाहिँ अगाडि यहाँ रातो गाडीमा यहाँ जानु हुँदैछ है गाइस अब हामी पुग्छौँ एकछिनमा एकछिन नै नजिकै हो जुसेरी के अरे सफु होइन जुसेरी त लेक साइडमा हो ए अहिले चाहिँ कहाँ जाने अहिले त्यहाँ सरिस्माको सासु भेट्न ए सरिस्माहरूको घर सरिस्मा भनेको चाहिँ सफुको दिदी हो है सफुहरू दुईजना हो सरिस्मा र सफु सरिस्मा चाहिँ युएसमा छ हिमाल हेर्नु त दि दामी देख्यो बिहान यस्तो दामी देखेको थियो आज त क्लियर कट छ नि धेरै कस्तो मजाले देखेको के हिमाल बाई आन्टी अहिले भ्लगमा आउँछ सरिस्माको के भन्छ हाम्रो सरिस्माको घर ल जाम है त अब लाग्यौँ हामी जुसेरीमा ब्रेकफास्ट ल चढ ल बाबा फोनमा बोल्दैछ है कृपा चाहिँ यहाँ मैले पनि त्यही हालेको हो साइन ल्याङ्ग्वेजमा फुल ट्याङ्की हालेको थिएँ मैले त्यही हालेको हामी चाहिँ आइपुग्यौँ है यहाँ जुसेरीमा भ्यू चाहिँ दामी देखिँदो रहेछ यहाँ ल हेरौँ है हेरौँ के खाने हेरौँ यहाँ अब माथि यहाँबाट हेर्नु पर्यो फोटोमा त ड्रागन देखाएको थियो नि त ड्रागन फ्रुटवाला के देखाएको थियो कृपाले ड्रागन फ्रुट भनेर मगाएको सर्ट कृपा फेरि ट्राई गर त
थोरै मिठो छैन खाऊ न खाऊ थोरै गुलियो छ सर्ट हो नि त हेल्दीको सर्ट के फ्रुटको कस्तो छ अङ्कल मिठो छ अमिलो त्यस्तै ड्रागन फ्रुटको यो चाहिँ के हो त उसले त यो देखेर मगाएको थियो क्या यो चाहिँ कुन हो त फोटो मात्र हो त्यो यो त यो ब्लड प्युरिफिकेसन ब्लड प्युरिफिकेसन होइन यो पनि सब सर्टहरू सानै नै रहेछ के उसले त्यही भने रहेछ यही ठुलैवालामा त्यो ड्रागनको आउँछ होला सबैलाई पनि लिएर आइज सफु यिनीहरू हेर स्मुदी बिचरा खान्छ नि यसले मगासी फ्रुट सर्ट यति हो हाम्रो चाहिँ आइसक्यो ब्रेकफास्ट सबैजनाको अब फोटो दामी एउटा फोटो खिच्ने हो अनि त्यस पछाडि खाना स्टार्ट है गाइस हाम्रो कस्तो राम्रो देखियो कि यो भ्यू जाम जम बजाम दाइ बजाम झ्याम झ्याम फोटो बजा कार्यक्रम सकेपछि उड्ने है लालाजी मैले त नचिनेको रहेछु है लालाजी लालाजीलाई हाई गर्न लगा टिकटकमा आएर क्युआर रहेछ के लालाजी हाई हान्दिनु पर्यो रे Why not coconut हाम्रो बाहिर ठोक एउटा टी-सर्ट लिदिउँ न बरु लालाजी छाप भएको लालाजी छाप भएको टी-सर्ट अरे कल ल्याउनु ल टी-सर्ट पनि छ लालाजीको छाप भएको रे बिजनेस गर्नु बिजनेस त गर्नुपर्छ बिजनेस त गर्न छोड्नु हुँदैन टी-सर्ट लाएर फोटो खिच्नुहुन्छ कि त्यति कति हो लालाजी कति हो यस्तो जम्मा साइज कस्तो छ जम्मा 1000 जम्मा 1000 साइज कस्तो छ लाएर फोटो साइज यसको साइज चाहिँ एक्सल हुन्छ बाबुलाई लालाजी के लालाजी टी-सर्ट चाहिएन यो लालाजी राम्रो टी-सर्ट हुन्छ नि त राख्नुपर्छ ल यहाँ राखिदिनु त ए लालाजी लालाजी एउटा भिडियो बनाउनु पर्यो नि त इङ्ग्लिसमा दिनु पर्यो नि त ल लालाजी Why not coconut हाम्रो बाहिर ठोक म चाहिँ ठोक है हामीको लागि हेर्नु चाहिँ अहिले सर्च गर्न पुरै हो पुरै फेमस हारै गर्नु रहेछ ल मलाई त बाई युट्युब ए युट्युब च्यानल पनि छ ओ माई गॉड खतरा भाइरल यो त मलाई त अहिलेसम्म थाहा थिएन लालाजी मैले त देखेँ त्यो पुरै भरे गएर हेर्नु पर्यो खतरा भाइरल छ है युट्युबमा भन्नु नि भाइरल हुने नि त्यही त मलाई त थाहा नै भयो यसको मेरो त्यस्तै हो क्या कृपा काटेर खाने रे काटेर खाने नि यो पक्रेर खाने यो बर्गर भनेको गाइस हामी चाहिँ अब यहाँ ब्रेकफास्ट गरिसकेर अब एकछिन बाहिर अब कता जाने हो सपु हामी अब जिपी जिपी अरे जिपी चाहिँ के गर्न जाने हो हस्पिटल छ हरियो खड्कामा ठुलो त्यो चाहिँ स्पेसल्ली के को लागि कानको कानको लागि लागि भन्नुहुन्छ ए गाडी चालु त मसँग होइन नि उतै खालको एक्सक्युज मी थाहा थियो मलाई त्यही पुस्ता रोगीहरू स्पेसल ए त्यहाँ गएर अनि एकछिन टाइम लाग्छ एकछिन सफुको चेक गर्ने अनि मेरो पनि हल्का स्किन देखाउने स्किनको देखाउने हो ल गयौँ है त गाइस अब हामी जिपी ल अब चाहिँ हामी जाँदैछौँ जिपी है त गाइस भाइ अनि के माइला बाबाको हस्पिटलमा हस्पिटलमा त के भन्थिस् अरे भन् त सफुलाई के होइन अब उता हामी लामो लामो ड्राइभमा जाँदाखेरि मलाई बेला बेलामा अल्छी लाग्थ्यो पानी सानी खानु पर्थ्यो ड्रिङ्क खानु पर्थ्यो अनि सफु अटो पाइलट भनेपछि सफुले मैले यसरी चलाइदिन्छु यसरी चलाइदिन्थेँ अनि यसो जिउसी यस्तो तन्काउँथेँ ड्रिङ्क स्ट्रिङ्क खान्थेँ अनि एकछिन उसले चलाएपछि अनि म फेरि चलाउँथेँ अटो पाइलटको काम हो अटो पाइलट भन्ने बित्तिकै रेडी भइहाल्छ रेडी भइहाल्ने
अलिअलि निदाउनु लाग्छ अटो पाइलट भन्दाखेरि झुरुक्क उठेर स्टेरिङ घुमाइहाल्छु नि। सबलाई अटो पाइलट भन्नु रहेछ सबले हेल्प गर्ने रहेछ पुरै पाइलटमा रेडी के रेडी हो रेडी पोजिसनमा पुरानो एयरपोर्ट पुरानो एयरपोर्ट गाइस ठिक लाग्थ्यो है राम्रो थियो नजिक है? नजिक पनि हामी हस्पिटल आइपुग्यौँ यहाँ कुरिरहेको छौँ माइला बुवालाई कुरिरहेको छौँ अरे मान्छे आउँदै अरे सधैँ गाली गर्ने मान्छे आउँदै अरे अङ्कलले कस्तो दामी भन्नुभयो क्या अहिले 8 मिनटमा आउनु हुँदैछ अरे 8 मिनटमा अस्ति त्यो एयरपोर्टमा सबै गऱ्यो अनि भ्लग त मैले पुरै गरिरहेको छु भ्लग अहिले ल गाइस अब चाहिँ हामी लाग्यौँ हस्पिटलतिर हस्पिटलमा सबको स्किन पनि यसो देखाउने घुम्ने पनि अब हस्पिटलमा माइला बाले पनि भाइलाई लगेर त्यहाँ देखाउनु हुँदैछ हामी चाहिँ पछाडि छौँ अब हामी के गर्छौँ अङ्कल चेकअपको लागि जान्छौँ ब्लडहरू दिन्छौँ ब्लड पनि हो सफु यही गरिदिने रे थाइरोइड ए यता अङ्कल हुनुहुन्छ बहिनीले बहिनी बिचरा अङ्कलको छोरीले हाम्रो भ्लग हेर्छ अरे जहिले के भएर चाहिँ अनि थाहा पाउनु भएको त अनि जाऊँ न त अब कता हो जाने जहाँ आउँदै हुन्छ बाहिर बाबु। ए हस्पिटल राम्रो रहेछ क्या अहिले कान हस्पिटल ग्यारेन्टी होइन चेकअपहरू फ्री होइन है? त्यो होइन सरकारी भनेको तैँले सरकारी होइन अर्ध सरकारी आउनु भयो ए आउनु भयो हाम्रो बस बस एकछिन कल गर्दा अब चाहिँ हामी जान्छौँ सिधै चेक गर्नको लागि अनि एकछिन अब यहाँ टाइम लाग्छ ठिकै छ भर्खर खाएको छौँ होइन पचाउनु पर्यो नि त पच्छ होला जाऊँ गाइस हजुरहरू पनि पोखरामा हुनुहुन्छ भने चाहिँ यो हस्पिटल जिपी हस्पिटल चाहिँ आएर भिजिट गर्नु होला केही भयो भने तँलाई फोन गर्नु होला मेरो नाम लिएर आउनु भयो भने अलिकति डिस्काउन्ट पाउनुहुन्छ हजुरहरू गाइजहरूले माइला बाबा यसको नामको डिस्काउन्ट कुपन बनाइदिनु पर्यो मेरो नाम लिएर आउनेहरूलाई यहाँ डिस्काउन्ट हुन्छ है गाइज तपाईँहरू जिपी हस्पिटलमा चाहिँ पोखराको आउनुभयो भने यहाँ मेरो नाम लिएर आउने बित्तिकै रजिनाले पठाएको भिडियो हेरेर आएको भन्ने बित्तिकै हो कि न आन्टी डिस्काउन्ट हुन्छ यहाँनिर त्यही भएर जिपी हस्पिटल चाहिँ भिजिट गर्नु होला राम्रो रहेछ कत्रो ठुलो रहेछ क्या कानको स्पेसलिस्ट हो क्या रहेछ अङ्कलले देखाउनु हुँदैछ कत्रो रहेछ हस्पिटल त कता कता क्या भित्र अनि यस्तो यो रुखहरू यस्तो रहेछ अब जाऊँ भित्र ए कहाँसम्म हो भाइ राम राम पहिला चाहिँ यसरी स्टार्ट हुँदैछ है गाइस हस्पिटल यस्तरी त्यस पछाडि यसरी बनाएर माथि पो छ त आज के भयो दिएको ब्लड हेलो हामीले यहाँ सबको ब्लड टेस्टहरू गर्न हस्पिटलमा आएको छ माइला बाबा भर्खरै खाएर आएको आन्टी खाने कि होइन उसको त थाइरोइडको चेक गर्नुपर्छ नि त अनि स्किन पनि देखाएको हजुर जस्तै अब यो मेसिनहरू अहिले लिएर आइरहेको छ यो टाइममा एकचोटि हेर्ने 3 months 6 monthsमा के भइरहेको छ होइन त्यो अपडेट गराउने अनि यहाँ चाहिँ के गर्ने रिपेयरिङ पनि हामीले गर्छौँ अनि इनकेस हामीले सकेनौँ भने रिपेयरिङ चाहिँ हामीले आउटसोर्स गर्छौँ कन्ट्र्याक्टर सप्लायरकै उनीहरूकै इन्जिनियरसँग हामीले आउटसोर्स पनि गर्छौँ नसकेको केसमा त्यही नै हो हाम्रो काम चाहिँ कोभिडको बेलामा त उहाँले रिसर्च गर्नुभयो इन्भेन्सन पनि गर्नु है त्यो अहिले भर्खर पनि पेपरमा पब्लिस पनि भयो त्यो त्यो यो डिभाइस हाम्रो चाहिँ कस्तो डिभाइस भने RMST भन्छ यसलाई तपाईँको कोभिड पोस्ट कोभिड
हुन्छ नि पोस्ट कोभिडको बेलामा त रेस्पिरेटरी सास राम्रोसँग उ नहुने चाहिँ यसको ब्रिदिङ एक्सर्साइज चाहिँ त्यो हस्पिटलमा दिने त्यो त्योवाला चाहिँ छुट्टै हो यो पनि त्यही नै हो तर यो चाहिँ एडजस्टेबल कति चाहिँ हामीले गर्न सकिन्छ त भनेर एडजस्ट पनि गर्न सकिन्छ यसरी गाह्रो हुन्छ अलिकति मैले लेभल बढाएँ भने अझै झन् गाह्रो हुन्छ अनि आफूले आफ्नो लेभल पनि अपडेट गर्न मिल्यो जस्तै मेरो अब ब्रिदिङ पावर कति रहेछ त रेस्पिरेटरी पावर भनेर चेक गर्नको लागि मैले सपोज यो लेभलमा गरेको छु भने अहिलेलाई पछि ट्रेन गर्दै गइसकेपछि आफ्नो चाहिँ हेर्न पनि सकियो यो चाहिँ अहिले भर्खर पेपरमा फोकस पनि भएको छ मेरो नेदरल्यान्ड्समा कि त्यो रिसर्च गेट भन्नेमा रिसर्च गेटमा त्यो पनि एउटा राम्रो उपलब्धि चाहिँ भएको छ त्यहाँ अस्ति को अथरको कुरा आएको थियो को अथरमा मेरो नाम पनि मेन्सन गर्ने भनेर भन्नुभयो अर्थोसिस भन्छ नि आर्टिफिसियल लिभिङ अनि त्यसको लागि चाहिँ लाभ लिने एक्सिडेन्ट भएर खुट्टै काट्नुपर्ने हुन्छ उसकोलाई चाहिँ कस्तो साइज चाहिन्छ भन्ने कुरा नमस्कार नमस्कार मैले भिजिटर्सहरू लिएर आएको छु है बताइदिनु पर्यो हाम्रो के गर्छौँ नमस्ते हाम्रो पिएनओ डिपार्टमेन्ट अस्ति सिजन पछि खुट्टाहरू नक्कली हात खुट्टाहरू र अनि बिरामीहरूलाई कुन सपोर्ट चाहिन्छ डक्टरले लेख्नुहुन्छ त्यो आकारको बेल्टहरू अब खुट्टाको सपोर्टहरू कस्तो किसिमको के चाहिन्छ उहाँलाई त्यो सबै हामीले यहाँबाट उपलब्ध गराउँछ अपाङ्गहरूको विल चेयर पनि दिन्छौँ यहाँबाट अनि चाहिँ हात नहुनेलाई हातहरू खुट्टा नहुनेलाई खुट्टा कुनै पनि लेभल एङ्कल लेभल कुनै लेभल ठ्याक्कै यो खुट्टाको साप्राको यो जोर्नीको सबै हामीले दिन्छौँ यो चाहिँ साप्राबाट काटेको खुट्टा हो यो नै अर्डरको सबै अर्डरको हुन्छ हामी चाहिँ कसैको उ गरेर राखेको हिँड्न चाहिँ मजाले हुन्छ एउटा पेटी यहाँ कम्बलमा पेटी दिन्छ हामीले मजाले हिँड्न सक्नुहुन्छ यो चाहिँ हामीले चाहिँ सुरु यो तालिमको लागि भयो होइन पछि चाहिँ हामीले तालिम पुरा सकेपछि यसलाई पुरै कभर गर्छौँ हामीले लेग जस्तै सेप हुन्छ प्र्याक्टिस गराउनुहुन्छ ट्रेनिङ चाहिँ फिजियोमा हामी पठाउँछौँ गेट ट्रेनिङको लागि लगभग साप्राबाट काटेकोलाई 1 महिना जस्तो पहिलो केसलाई चाहिँ 1 महिना तालिम गर्नुपर्छ त्यसपछि पुरा कम्प्लिट भएपछि बल्ल चाहिँ हामीले यहाँबाट त्यसलाई फाइनल गरेर पठाउँछौँ सबै खुट्टा केसहरू सबैले कुन किसिमको केस आएको छ यहाँनिर के कारणले गर्दा धेरै जसो अहिले क्यान्सर भएर काटेको अनि चाहिँ सुगरले पनि है सुगर अनि रोड ट्राफिक एक्सिडेन्ट छ अरे त्यो चाहिँ एकदम बढ्दो हेर्ने सबै पुरै यहाँ यस्तो गरेर बनाउने अहिले हामीसँग थुप्रो छ 1500जनाको नापे छ कति समय लाग्छ बनाउन एउटा खुट्टा हामीले यो बनाउन चाहिँ 4 दिनमा लगभग भ्याउँछ कन्टिन्युस यसलाई काम गर्न पायो भने 4 दिन भ्याउँछ धेरै नै टाइम लाग्ने रहेछ लाग्छ यसमा केमिकल हालेर 1 दिनभरि राख्नुपर्छ फेरि सेट गराउनलाई लामो प्रोसेस हुन्छ ट्रेनिङ गराउनु पर्यो स्टाफ बाहिरबाट पनि मेम्बर भयो भने मिल्यो आउनलाई है मेम्बर हुन सक्छ ल स्टार्ट गरे सबु स्टार्ट ल हाना भाइलाई उता बाहिरकोमा चाहिँ गर्नुपर्छ अहिले सबजना त्यहाँनिरको जिम पनि रहेछ है अझै हुनुहुन्छ यहाँको जिमको सबै छोरी
ज्वाइँ हो स्वागत छ प्यारेटिभमा चाहिँ कस्तो कस्तो केस हुन्छ भन्दाखेरि चाहिँ क्यान्सरको हुन्छ अनि अटोइम्युन डिजिजहरू जस्तो बच्चाहरूलाई चाहिँ अब जेनेटिक नै क्यारी गरेर आउने डिजिजहरू जस्तो सेरेब्रल पाल्सीहरू भयो अनि त्यसपछि मस्कुलर डिस्ट्रोफीहरू आउनुहुन्छ होइन जसले चाहिँ क्वालिटी अफ लाइफ इन्हान्स गर्नको लागि होइन जस्तो सिम्टमहरू मात्र म्यानेजमेन्ट गर्नको लागि चाहिँ आउनुहुन्छ अनि हाम्रो कम्युनिटी पनि हामीले चलाएको छौँ हाम्रो पुनः सिस्टरहरू हुन्छ कम्युनिटी बेसमा चाहिँ अनि डे थेरापी पनि रन गर्छौँ हामीले डे थेरापीको चाहिँ अझै चार्ज दिन्छ पर पर्सन 200 रुपियाँ घरबाट आएकोको 200 आएको चाहिँ त्यस्तोहरू हुन्छ क्या अरे अनि यतापट्टि बाहिरपट्टि हाम्रो सेन्सरी गार्डन पनि छ बिरामीहरूलाई चाहिँ रिफ्रेस होस् भनेर चाहिँ अब टच गरेर स्मेल लिएर गरेर सेन्सरी गार्डन पनि छ त्यो अनि त्यसपछि एउटा क्वाइट रुम काउन्सिलिङ रुम छ एउटा त्यति नै छ हाम्रो इन्चार्ज अहिले मिटिङमा हुनुहुन्छ क्या त्यो भएर हामी नै कति भन्न सकेँ यो चाहिँ अकुपेसनल थेरापी रे मैले भिजिटर लिएर आएको छु यहाँ के हुन्छ यसो बताइदिनु अकुपेसनल थेरापीमा के हुन्छ हुन्छ सम्पूर्ण नमस्ते म चाहिँ अकुपेसन थेरापीको टिम गर्छु हाम्रो चाहिँ यहाँ चाहिँ विशेष गरेर एडिआरको कुराहरू हुन्छ एडिआरको कुरासँगै ह्यान्ड फङ्सनको कुराहरू पनि हुन्छ मोटर फाइन मोटर एक्टिभिटीहरू र विशेष गरेर यहाँ चाहिँ एडिआर अनि कग्निसनहरूमा चाहिँ हामी बिरामीलाई फोकस गर्छौँ अहिले चाहिँ सुरुमा चाहिँ हामीले इङ्गेज गर्नको लागि हामीले केही टास्कहरू दिएर चाहिँ हामी बिरामीलाई फोकस गराउँछौँ अलिकति बिस्तारै सजिलो हुँदै गयो उहाँले बुझ्दै जानुभयो भने चाहिँ हामीले फेरि बिस्तारै फेरि एडिआरको कुराहरू फेरि पछि बिचमा गएपछि हामी एडिआरको कुरामा फोकस गर्छौँ सुरुमा चाहिँ हामी केही कामहरू दिएर टास्कहरू दिएर फोकस गराउँछौँ केस वाइज कस्तो छ केस भनेर स्पाइनलबाट अलिक छुट्टै गर्छौँ स्ट्रोकलाई अलिकति छुट्टै हुन्छ छुट्टै गरेर अहिले चाहिँ हामी अफिसियल कग्निटिभ प्रब्लम यस्तो समस्याहरू भयो भने चाहिँ आउनुहुन्छ हामीले चाहिँ 3टा खालको थेरापी गर्छौँ एउटा मिल्ने थेरापी गर्छौँ एउटा चाहिँ बोल्ने कुराको थेरापी गर्छ अर्को चाहिँ बुझ्ने थेरापी गर्छ त्यस्तै खालको उहाँको चाहिँ कग्निटिभ समस्या छ छिटो एन्सरहरू दिन सक्नुहुन्न उहाँलाई चाहिँ अफिसिया छ उहाँले भनेको कुराहरू चाहिँ बुझ्नुहुन्न भने उहाँको चाहिँ एक्सिडेन्ट भएको अनि उहाँको चाहिँ बुझ्ने अलिक फास्ट प्रोसेसिङमा चाहिँ हामी काम गर्छौँ आज हरियो फर्कमा मलाई काठमाडौँबाट बित्ने बेलामा मलाई हरियो फर्कमा गाड दिनु भनेर उता गाडेको अरे के हो नि अनि उसको नाम उनले बनाउँछ क्या त्यसरी नमस्ते हाम्रो वार्डको नाम चाहिँ एलएनएन बेटी सेन्टर हो अनि हामी चाहिँ स्पेसली लेप्रोसी पेसेन्टहरू लेप्रोसी एफेक्टेड पेसेन्टहरूलाई केयर गर्छौँ अनि हाम्रो एलएनएन बेटी सेन्टर नाम राखेको चाहिँ उहाँहरू चाहिँ हाम्रो अग्रज नर्सेसहरू हुनुहुन्छ जसले चाहिँ पहिला लेप्रोसी पेसेन्टहरूलाई केयर गर्नुभएको हो अनि हाम्रो वार्ड चाहिँ टोटल 30वटा बेड छ त्यतिमा 3टा रुम चाहिँ मेलको लागि 3टा रुम चाहिँ फिमेलको लागि छ अहिले चाहिँ हामीले रुम नम्बर 7 र रुम नम्बर 6 लाई चाहिँ पोस्ट बोर्न केयर पेसेन्टहरूलाई पनि केयर गर्ने स्टार्ट गरेको छौँ अनि त्यही नै हाम्रो 30वटा बेडहरू छ अनि हामीले यहाँ चाहिँ पेसेन्टहरू पनि बस्नुहुन्छ हामी पनि बस्छौँ अनि टिभी चाहिँ हामीले हेल्थ एजुकेसनको लागि पनि हामीले पेसेन्टलाई पनि युज गर्छौँ अनि हामीले पनि सिपिडी क्लासहरू भनेको चाहिँ कन्टिन्युस प्रोफेसनल डेभलपमेन्ट क्लासहरू पनि भइरहेको छ एभ्री थर्सडे हुन्छ त्यसको लागि पनि हामी युज गर्छौँ अनि 7 to 9 PM मा चाहिँ पेसेन्टलाई रिक्रिएसनको लागि पनि टिभीहरू जस्तै न्युज अनि हजुर त्यो अब कतिपय फिल्म मुभीहरू पेसेन्टहरूलाई देखाएर चाहिँ उहाँहरूलाई चाहिँ रिक्रिएसनको लागि युज गर्छौँ हाम्रो पेसेन्टहरू चाहिँ लङ टर्मको लागि बस्नुहुन्छ कि उहाँहरू कोही 1 month कोही 2 months अनि पेसेन्टहरू नै 2 टाइप्सको भनेर हामीले चाहिँ डिभाइड गरेको छौँ मेडिकल पेसेन्टहरू चाहिँ उहाँहरूलाई चाहिँ रिएक्सन लेप्रोसीमा चाहिँ अब डिजिजकै रिएक्सनहरू हुने हुन्छ त्यसको लागि उहाँहरूलाई चाहिँ हामीले
मेडिकल भनेर चाहिँ क्यारेक्टराइज गरेको छौँ। अर्को चाहिँ सर्जिकल सर्जरीमा पनि पेसेन्टलाई क्यारेक्टराइज गरेको छ। उहाँहरू चाहिँ अल्सर भएको हुन्छ, घाउहरू भएको पेसेन्टलाई चाहिँ उहाँहरू चाहिँ कोही 1 month 2 month बस्नुहुन्छ कि इम्युनिटीको लागि। ग्रिन हाउस के को लागि चलाउनु? हजुर, अनि हाम्रो यता ग्रिन हाउस छ, त्यो चाहिँ हाम्रो पेसेन्टलाई सेफ फार्मिङको लागि। स्पेसली हाम्रो पेसेन्टहरूलाई एकदमै निड भनेको चाहिँ उहाँलाई हेल्थ एजुकेसन नै हो। किन भन्दाखेरि उहाँहरूको चाहिँ सेन्सरी यो हात खुट्टा आइज अनि ह्यान्ड एन्ड फिटको चाहिँ सेन्सरी चाहिँ लस भएको हुन्छ। त्यही कारणले गर्दाखेरि उहाँहरूलाई चाहिँ मेनली अकुपेसनहरू कसरी गर्ने भनेर चाहिँ हामीले सिकाउनु पर्दछ। अनि त्यसको सेफ फार्मिङ अब धेरै जस्तो हाम्रो नेपालमा चाहिँ धेरैजना हाम्रो पेसेन्टहरू स्पेसली हाम्रो पेसेन्टहरू चाहिँ उहाँहरूको ब्याकग्राउन्ड चाहिँ एग्रिकल्चर हुन्छ कि एग्रिकल्चर भएको कारणले गर्दाखेरि सेफ फार्मिङ कसरी गर्ने भनेर हामीले उहाँलाई सिकाउँछौँ। प्लस हाम्रो उता आनन्द निवासमा पनि उता किचन पनि छ, अनि हामीले सेफ कुकिङको क्लासहरू पनि दिन्छौँ, जहाँ चाहिँ उहाँहरूले सेफली कसरी है अब जस्तै तातो चिसो उहाँहरूले थाहा पाउनुहुन्न नि त, अनि त्यसले गर्दै अल्सरहरू डेभलप हुने हुन्छ। अनि क्ल ह्यान्डहरू हुन्छ, अनि त्यसलाई चाहिँ उहाँहरूले कसरी राम्रोसँग अब धेरै जस्तो फिमेलहरू त कुकिङमा एकदम इन्गेज भएको हुन्छ नि त, त्यही कारणले गर्दा कसरी कुकिङ गर्ने, अब तातो भाँडालाई पनि हामीले कसरी तातो नभइकन होइन थाहा नपाइकन झ्याप्पै छुने त्यस्तो गर्नु हुँदैन, अनि कसरी सेफ कुकिङ हामीले कसरी गर्न सक्छौँ भनेर पनि क्लासहरू चाहिँ हाम्रो भइरहेको छ। अनि त्यसरी सेफ फार्मिङको चाहिँ कसरी अब कोदालोहरू अनि यो आँसीहरू चलाउँदा पनि कसरी चलाउने भनेर पनि हामीले सिकाउँछौँ। पहिला चाहिँ अकुपेसनल थेरापिस्टहरूले सिकाउनुहुन्थ्यो, अहिले चाहिँ हामीले नर्सिङ साइडबाटै हामीले सिकाउँछौँ। अनि एभ्रिडे जस्तो हाम्रो एजुकेसन भइरहेको छ, जहाँ चाहिँ हामीले आई ह्यान्ड फिटको केयर चाहिँ कसरी गर्ने भनेर सिकाउँछौँ। अनि बिहान हरेक बिहान चाहिँ 9 to 9:30 चाहिँ एसएसओ गर्छौँ, भनेको चाहिँ सोकिङ स्क्रैपिङ अनि ओइलिङ गर्छ खुट्टा र हातको, जहाँ चाहिँ क्यालसहरू फर्मेसन हुन्छ त्यसलाई कसरी हुन नदिने भन्ने कुराहरू। अनि मोइस्ट ह्यान्ड फिटलाई चाहिँ कसरी मोइस्ट उहाँहरूको चाहिँ हाम्रोभन्दा नर्मली एकदम ड्राई भएर जान्छ कि, अनि त्यसलाई चाहिँ मोइस्ट कसरी राख्ने भनेर एभ्रिडे केयर सिकाउँछौँ, उहाँलाई गर्नुहुन्छ। भिडियो कस्तो राम्रो छ। फार्मिङ प्र्याक्टिस गर्ने रे बिरामीहरूले। यो चाहिँ अङ्कलहरू घुम्न जाँदा पहिला गाडी अरे गाइस के अरे साक्षी कृपाभरिको साक्षी हो के अरे 31 दिन लाएर जानु। ल्यान्ड रोभर डिफेन्डर के यसमा बसेर हामी याद आयो सपु तिमीलाई? देखना साथ फार्म चाहिँ यहाँ तल हो। यस्तो हो रे भैँसी भैँसी छ, दिनमा 140-50 लिटर दुध हुन्छ। यो दुध चाहिँ यताबाट बिक्री हुन्छ। त्यो दुधको लागि चाहिँ मान्छे यति त्यो लाग्छ बिहानदेखि राम्रो त्योमा हुन्छ दाना बनाउने हो। मैले अब यहाँबाट जेनेरेट भएको पैसा चाहिँ हस्पिटलकै लागि युज हुन्छ है, हस्पिटलको लागि मेडिकल च्यारिटीमा जसले तिर्न सक्नुहुन्न। यो र अनि एउटा माथिको भाग चाहिँ हामीले यो सोसियल इन्टरप्राइज भनेको प्रफिट नट डिस्ट्रिब्युटिङ कम्पनी बनाएर त्यहाँबाट, किनभने एनजिओ हस्पिटल चाहिँ ट्रेडिङ गर्न मिलेन, उसले गर्ने भयो भने चाहिँ त्यसरी गरेको। यहाँ पनि धेरैजना काम गर्नुहुन्छ होला, 45+ यहाँ चाहिँ इन्भाइरोमेन्ट पुरै उतासम्म हो। उता त्यो खाली देखाएको छ। हजुर अनि यो चाहिँ कुखुराको खोरहरू, यता पनि कुखुराको खोरहरू। दिनमा चाहिँ 8-9 हजारको वरिपरि अन्डा हुन्छ। 8-9 हजार होटेलहरूमा चाहिँ सप्लाई हुन्छ नि। यही हो है गाइस, हस्पिटल चाहिँ जिपी कम्प्लेक्स ग्रिन पास्चर्स कम्प्लेक्स। अब चाहिँ हामी निस्किन लाग्यौँ यहाँबाट, आउनु हुँदैछ। अब लन्चको लागि हामी जान्छौँ गाइस, भोक लागिसक्यो।
भोक पनि लाग्यो आज त अब बाई हामी चाहिँ आइपुग्यौँ 10 सोर रहेछ सोर सिसोर हुन्छ अङ्कल कृपु गर्मी भयो जाम यति बस्ने कि माथि माथि बस्छौँ ल त माथि नै बस्ने हो हुन्छ माथि कस्तो राम्रो रहेछ यस्तो हेरौँ न कस्तो राम्रो है भाइ फोन जरो भन्छ फेरि ए झरे पनि केही पनि हुन्न यहाँ त तर झरे पनि कति मिटरसम्म गहिरो छैन नि त छैन नि त त्यही भनेर निक्सनमा हालेको बिर्सिस् त हैन मैले स्विमिङ पुलमा पानी पसेको नि तर त्यो त हुन्छ आन्टीलाई तिम्रो पनि आन्टी फेरि भ्लग नै हो कि क्या हो आन्टी भ्लग नै मेरो त घरकोले नै हेरेर भ्युज बढ्छ यो तेरो झिक्नु पर्छ हैन हो त्यो झिक्दैन त भाइ हाम्रो भाइ त फेरि पुरै साधु छ साथीहरू केही खाँदैन जुसहरू खान्छ हामी चाहिँ हल्का हल्का कुनै बेला खान्छौँ ड्रिङ्क्सहरू आन्टीको पनि ब्याग निकाल्नु पर्छ यता आज त अर्कै ब्याग आज भाइले ब्याग बोकेको छ है गाई यो चाहिँ मेरो प्यारो भाइले ल्याइदिएको ब्याग हो कृपाको खतरा थ्याङ्क यू सफु झ्याप्पै बढेछ नि त दामी देखियो सुरेश स्टोर ल्याइदेऊ न Cheers. ल हाम्रो खाना पनि आइसकेको छ 10 स्वरको खाना खाँदैछौँ हामी चाहिँ सबजना कृपा त्यस्तो गर्ने नै हो छोरी मल्लिएला हुन्छ आन्टी हुन्छ खाना खाएर खाएर हुन्छ खाएर थोरै भयो 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 कृपा घिउ चिकन मिट म नखाने बाबु फेरि भन्नु न अङ्कल भाइ भयो मलाई भयो कान्छु दामी अर्को मगाउ नि त गाइस अब चाहिँ हामी यहाँबाट निस्क्यौँ गोकार्ट जाने भनेको पनि बन्द भइसक्यो अरे गोकार्ट छोरी कस्तो भयो नि प्लान त जे गर्छु बन्द भइसक्यो अरे कि जे गर्छु भन्यो त्यही भन्नु थियो एकचोटि यसो हेरौँ पर्दा खोइ बन्द भयो भन्नुहुँदैछ बन्दै भएको होला त्यही त खोइ तर हामी त भाइ त्यति बेला त भर्खर स्टार्टिङ हुँदाखेरि ठ्याक्क आएर खेलेको थियौँ अब खोइ थाहा छैन आज खोइ मेरो भ्लग लामै जान्छ होला ए अहिले ह्यान्ड हाल्दै अरे कस्तो बाटो छ भरे यसले बटर चिकन अब घरमा गएर बनाउँछ त्यो पनि हाल्नु पऱ्यो नि त गाइस अब यहाँ बटर चिकन बनाएको यताउति पनिर छ हस् बाई ल बाई भन्नु ल गाइस अब फेरि अब यहाँबाट हामी घर जान्छौँ घर गएर अब त्यहाँ घरको छुट्टै फेरि भ्लग आउँछ बटर चिकन बनाएको अरू अब के लिएर आएको छ ल अब एकछिनमा भेट्यो भाइ त गाइस